हेलो साथीहरु, के छ त खबर? सन्चै हुनुहुन्छ? म चाहिँ तपाईहरुको आफ्नै गणेश दाइ। तपाईहरु मध्ये कतिपयले चिन्नुहुन्छ होला, चिन्नुहुन्न भने पनि भनिहालौं। म चाहिँ तपाईको आफ्नै गणेश दाइ। अब धेरै इन्ट्रो नदिउँ, आजको यस भिडियोमा चाहिँ हामी पदवर्ग कसरी पहिचान गर्ने भनेर जान्ने छौं। ल अब पदवर्ग कसरी पहिचान गर्ने भनेर जान्नुहुँदा अब पदवर्ग भनेको तपाई सबैलाई थाहा छ। पदवर्ग अथवा शब्दवर्ग पनि भनिन्छ। नाम, सर्वनाम, विशेषण, क्रियापद, नामकी क्रिया विशेषण, संयोजक, विस्मयादिबोधक, निपात, यो ती चाहिँ के हुन्? पदवर्ग भित्र पर्छन्। भनेको तपाई 8 क्लासमा हुनुहुन्छ, 9 क्लासमा हुनुहुन्छ, 10 क्लासमा हुनुहुन्छ, 11, 12 जुनसुकै क्लासमा हुनुहुन्छ, तपाईले 12 क्लास पढ्जेलसम्म यो टपिकले तपाईको साथ छोड्दैन। अब के गर्ने? उसले छोडिहाली, ढुक्क हुनुस्, यसले चाहिँ तपाईको साथ छोड्दैन है त। ल यो अब भनेको तपाईले जसरी पनि सोध्छ नि। अब एससीमा चाहिँ तपाईलाई 3 नम्बरको क्वेशन सोध्छ। अब त्यसैले तपाईलाई यो मजालेसँग जान्न पर्छ के, किनभने चाहिँ तपाईलाई 12 क्लाससम्म सोध्छ भनेपछि मजाले जान्नु पर्यो। अब तपाईहरुलाई लाग्न सक्छ कि एकछिन पढ्यो हैन, पछि बिर्सिहाल्छ, त्यस्तै यताउता लाग्न सक्छ। तर आजको यस भिडियोमा म तपाईलाई यसरी पढाउँछु तपाईले कहिले पनि बिर्सिनुहुन्न। बुझ्नुभयो? तर कन्डिसन के छ? भिडियो अन्तिमसम्म हेरिदिनु पर्यो, त्यति कन्डिसन हो है त। ल अब ढिलो नगरेर सुरु गरिहालौं। अब तपाईहरुको एक्जाम होला, अहिले एकछिन पछि होला एक्जाम, अथवा कसैको भोलि होला, त्यो तपाईको मर्म म बुझ्छु। किनभने चाहिँ नत्र तपाईहरु यस्तो भिडियो हेर्ने मान्छे त हुँदै होइन, मैले बुझेको छु। त्यसैले अब छिटो छिटो त भन्नु पर्यो हैन। अब म पनि तपाईहरु जस्तै थिएँ। अब छिटो छिटो भन्नुभन्दा पनि युट्युबमा चाहिँ एउटा टाइम, मतलब स्पिड बढाउन मिल्छ नि हैन। हो, त्यो स्पिड बढाएर हेर्नु, एउटा टाइम बच्छ तपाईको हैन। स्पिड बढाए पनि बुझिहाल्नुहुन्छ, किनभनेपछि 1.5 को स्पिड बनाउनुस्, मजाले सरसर सकिन्छ है त। अब ढिला नगरेर सुरु गरिहालौं। अब सबैभन्दा पहिला के छ? नाम छ। अब नाम भनेको के हो? सबैले प्राय जसो सुटाइहाल्छन् के। नाम भनेको कसैलाई पनि समस्या छैन, यसमा धेरै टाइम नदिउँ। नाम भनेको को अथवा के भनेर प्रश्न गर्दा यदि त्यो शब्द उत्तरमा आयो भने त्यसलाई के भनिन्छ? नाम भनिन्छ। अब मैले यहाँ त कहाँ पनि लेखिदिएको छु। यो कहाँ चाहिँ कतिखेर युज हुन्छ भनेपछि यो चाहिँ तपाईको ठाउँको नामको लागि मात्र के। म काठमाडौँ गएँ भने नि, कहाँ गएँ त? काठमाडौँ गएँ, हो, ठाउँको नाम हो नि त। हो, त्यस्तोमा मात्र कहाँ युज गर्ने, अरु यताउता कहाँहरु युज नगर्ने है त। त्यसैले प्राय जसो नाम भनेको के रे, यदि को अथवा के भनेर प्रश्न सोध्दाखेरि उत्तर आयो भने के हुन्छ? त्यो नाम हुन्छ। बुझ्नुभयो? यो त सिम्पल छ। राम, श्याम, काठमाडौँ, यताउता सब नाम तपाईले छुटाउन सक्ने हुन्छ। अब व्यक्तिवाचक, तपाईले पहिला सुरु नामका प्रकारहरु थाहा पाएपछि अझ सजिलो हुन्छ। व्यक्तिवाचक नाम भनेको राम, श्याम, यताउता ट्याक्कै इन्डिभिजुअललाई तोक्ने। जातिवाचक भनेको चाहिँ समूहलाई जोड्ने के। जस्तै समूह भन्नाले पनि जातिवाचक भनेको त्यो जातलाई के। जस्तै राम भने अथवा गणेश दाइ भने, मेरो जात के हो त? मेरो जात फेरि गणेश दाइ हजुरको जात दाहाल हो नभन्नु होला। जात भनेको म मानव हो नि त, मानिस हो। हो, त्यसैले के भयो? त्यो पनि नाम भयो। जस्तै काग भने, कागको जात के हो? त्यो चरा हो। हो भने चाहिँ चरा के भयो? चरा के भयो? नाम भयो। हो कि होइन? जस्तै गाई गोरु भने, तिनीहरूको जात के हो? जनावर हुन्। हो, जनावर भने पनि के भयो? नाम भयो। त्यसलाई के भन्छ? जातिवाचक। अब समूह भनेको समूह बुझाउने शब्द। जस्तै झुल, झुण्ड, त्यो बथान हैन, त्यस्ता शब्दहरुलाई के भन्छ? समूह बताउने। जस्तै थुप्रो भयो, रास भयो, गण भयो, यस्ता शब्द समूहवाचक, त्यो पनि नाम। अर्को भनेको भाव, द्रव्यवाचक पनि के भयो? नाम भयो। त्यो भनेको अनकाउन्टेबल नाउन, त्यसलाई भन्छ पानी, हावा हैन। हो, यस्ता सबै शब्दहरु के भयो? अनकाउन्टेबल नाउनहरु भयो। ठीक छ? त्यस्तै गरेर भाववाचक पनि बुझ्नु पर्यो। भाव भनेको माया, दया, रिस भनेको भित्रका भित्री भावनाहरु, नामै भाववाचक छ। अब त्यो भनेको भइहाल्छ। अब वाक्यलाई कसरी चिन्ने भन्दाखेरि अघि नै भनिसके, त्यो शब्दलाई को अथवा के भनेर प्रश्न सोध्ने। यदि त्यो उत्तर आयो भने के हुन्छ? त्यो नाम हुन्छ। जस्तै उदाहरण हेर्नुस्, राम श्यामको साथी हो। अब हेर्नुस्, को श्यामको साथी हो? राम भनेपछि राम के भयो? नाम भयो। साथी हेर्नुस् त, के हो त? राम श्यामको के हो? साथी हो। एन्सर आयो कि नि? भनेपछि साथी के भयो? नाम भयो। अब त्यस्तै गरेर उसको विचार सही छ। के सही छ? के? अब विचारमा अन्डरलाइन ल्याएछ भने ट्याक्कै यसलाई सोध्ने। के सही छ? विचार भनेपछि विचार के भयो? नाम भयो। अनुशासन मान्छेको गहना हो भने, के चाहिँ मान्छेको गहना हो? अनुशासन, नाम। अब के चाहिँ हो त? अनुशासन मान्छेको के हो? गहना हो। हो, यसरी चाहिँ क्वेशन सोध्न सक्नु पर्यो र उत्तर आयो भने के हुन्छ? त्यो नाम हुन्छ। नाममा धेरै डिस्क्राइब नगरौँ, यति गरे चाहिँ भइहाल्छ है त। अब
अर्को भनेको सर्वनाम। सर्वनाम पनि तपाईहरुलाई ढुक्क आइहाल्छ। नामको सट्टामा प्रयोग हुने शब्दलाई सर्वनाम भनिन्छ। सर्वनाम त तपाईले कण्ठे गर्दा हुन्छ, म, तिमी, तपाई, हामी, ऊ, उनीहरु, र त्यस्तै गरेर यो सम्बन्धवाचक सर्वनाम भनेर त्यो कण्ठ गर्न पर्दैन, जस्तै जो, जे, जुन, को, के, कुन, हैन, यो पनि सबै के हो, सर्वनाम हो भनेर जान्न पर्यो। अब अर्को हेर्नुस्, म, त, तिमी, हामी, यो सबै जान्न पर्यो। सर्वनाम त कण्ठे गरेर आइहाल्छ। अर्को भनेको कहिलेकाहीँ यो, यी, त्यो, ती, यिनीहरु, तिनीहरु हो, यिनीहरुलाई के भन्छन्, दर्शक सर्वनाम भन्छ। यो चाहिँ स्टुडेन्ट प्रायः जसो कन्फ्युज भइरहन्छन् के, यो सर्वनाम हो नि त, यो त्यो त्यो ती यी सबै के भने सर्वनाम हो भने। अब सर्वनाम हो तर कहिलेकाहीँ के हुन्छ, यो विशेषण भइदिन्छ के, त्यसैले विशेषण र सर्वनाम चाहिँ छुटाउन सक्नु पर्यो। अब जस्तै उदाहरणका लागि यहाँ हेर्नुस् क्वेशन, यता यो क्वेशन देखिरहेको छ, यो क्वेशन देखिरहेको छ कि छैन, ल हेर्नुस् म तपाईहरुलाई देखाउँछु। यो क्वेशन देखिरहेको छ कि नै पहिला सुरुमा त्यो हेर्ने है त। ल अब यहाँ हेर्नुस्, यो देश मेरा लागि प्राण भन्दा प्यारो छ भने चाहिँ अब यसमा यो चाहिँ के हो, सर्वनाम लेख्न मिल्यो त, सर्वनाम लेख्न मिल्छ होला त, तपाईलाई के लाग्छ, मिल्छ? मिल्दैन हो, यो चाहिँ कन्फ्युजन हुन्छ। यो यसमा यो भनेको सर्वनाम होइन, विशेषण हो। सर्वनाम त हेर्नुस् त, यो म भनेको सर्वनाम हो भनेपछि तपाईलाई एउटै वाक्यमा दुईवटा सर्वनाम, दुईवटा नाम अथवा दुईवटा क्रियापद केही पनि दिदैन, एउटा मात्र दिन्छ। म यहाँ भनेको सर्वनाम कन्फर्म भइसक्यो भनेपछि यो भनेको सर्वनाम होइन। दाइ फेरि यहाँ त दर्शक सर्वनाम भनेको यो हो भनेर लेख्नु भएको छ, किन होइन भनेर लागिरहेको हैन। अब चिन्ता नगर्नुस्, अब त्यसको सजिलो उपाय यहाँ मैले ट्रिक कसरी छुटाउने, यो विशेषण हो अथवा सर्वनाम हो भनेर कसरी छुटाउने भन्नको लागि चाहिँ तपाईलाई मैले यता ट्रिक लेखिदिएको छु, त्यो भन्दा पनि भनिदिन्छु, भनेको सुन्नु ल, त्यो पढ्न धेरै टाइम लाग्छ। यदि यो छ नि, हो यो त्यो, जस्तै मैले अहिले यहाँ यो मात्र भने, यो त्यो यी ती यो छ नि, हो यसको ट्याक्कै पछाडि के नाम आयो भने त्यो के हुन्छ, विशेषण हुन्छ। के हुन्छ रे, नाम आयो भने ट्याक्कै पछाडि के हुन्छ, विशेषण हुन्छ, होइन भने चाहिँ के हुन्छ, सर्वनाम हुन्छ। जस्तै हेर्नुस् त, यता यो को पछाडि देश छ, देश भनेको नाम हो कि होइन भनेपछि के भयो, यो भनेको चाहिँ विशेषण भयो। अब यदि अब जस्तै उदाहरणका लागि अरु हेरौँ है त, ल हेर्नुस्, यो निकै पुरानो हो भन्यो भने निकै नाम हो त, निकै नाम हो, होइन भनेपछि यो ठाउँमा चाहिँ यो के भयो, सर्वनाम भयो। त्यसै गरेर यसले काम गर्दैन, काम भनेको नाम हो त, होइन नि, हो भनेपछि के हो, यसले भनेको के हुने भयो, सर्वनाम हुने भयो, हो कि होइन भनेपछि अब दाइ फेरि यसले भनेको कहाँ भन्नु, यो यसले भनेको त योमा ले लागेर आएको हो नि त, हो त्यसैले के हुने भयो, सर्वनाम हुने भयो है। बुझ्नुभयो? अब मैले यहाँ यताउता लेखेको छु, त्यो धेरै परेन। जस्तै अब विशेषणको लागि पनि हेर्नुस् त, जब यो शब्द नाम ट्याक्कै त्यो शब्दको पछाडि नाम आयो भने त्यो विशेषण हुन्छ। जस्तै यो किताब निकै पुरानो छ भन्ने शब्द दिएर तपाईलाई योमा अन्डरलाइन लगाइदियो र तपाईले सर्वनाम लेख्नुभयो भने सकियो। अब किनभने चाहिँ यो को ट्याक्कै पछाडि किताब छ, किताब भनेको के हो, नाम हो, नाम ट्याक्कै पछाडि आएको छ भने के हुन्छ, त्यो विशेषण हुन्छ। बुझ्नुभयो? किनभने चाहिँ त्यो विशेषणलाई हामी सर्वनामिक विशेषण भन्छौँ, त्यसैले हो। अब ढुक्क हुनुहोस् है त, यो अब यो त्यो होइन, यी ती हो, यस्ता यस्ता सर्वनामिकहरू आयो भने चाहिँ विशेषण हो कि सर्वनाम कन्फ्युज हुन्छ, नत्र अरु त सर्वनाम तपाईले छुटाउन सकिहाल्नुहुन्छ है। ल अब विशेषण जानिहालौँ, धेरै टाइम खर्च नगरौँ। अब हेर्नुस् त, विशेषण नाम वा सर्वनामको गुण, दोष, संख्या वा विशेषता बुझाउनलाई के भन्छ, विशेषण भन्छ। भनेको अब तपाईले अझ यो डेफिनेसन भन्दा पनि छोडिदिनुस्, ट्रिक सिधै बुझ्नुस्, कस्तो कति लेखिहाल्नुस्, काहीँ लेखिहाल्नुस् र कन्ठे गरिहाल्नुस्। कस्तो कति कुन कसको वा कसरी भनेर प्रश्न सोद्धा यदि उत्तर आयो भने त्यो शब्द के हुन्छ, नाम हुन्छ। हेर्नुस् त, अनि अर्को तरिका के भन्न सकिन्छ, नामको ठीक अगाडि बसेर त्यसको बयान गर्ने शब्द भनेको अघि भर्खर हामीले त्यही पढ्यौँ कि नै। हेर्नुस्, यो को पछाडि ट्याक्कै के छ, नाम छ नि त, भनेपछि नामको ट्याक्कै अगाडि बस्यो भने त्यो के हुन्छ, विशेषण हुन्छ, हो कि होइन, ट्याक्कै उल्टो हो के, त्यो शब्दको पछाडि नाम आयो भने विशेषण हुन्छ भने चाहिँ नामको अगाडि त्यो अनि के हुने भयो, विशेषण हुने भएन त, हो त्यो कुरा यो बुझ्न पर्यो। यदि कुनै शब्द नामको ट्याक्कै अगाडि आएछ भने विशेषण लेखिदिने, बुझ्नुभयो? त्यस्तै गरेर कस्तो कति कुन कसको वा कसरी भनेर प्रश्न सोद्धा उत्तर आयो भने पनि विशेषण। जस्तै हेर्नुस् त, कस्तो भन्दाखेरि मिठो सुन्तला, कस्तो सुन्तला त, मिठो सुन्तला। कस्तो मान्छे, असल मान्छे। कस्तो फल, पाकेको फल। कस्तो केटो, जान्ने केटो, नजान्ने केटो, तपाईँ जस्तो लद्दु केटो, हैन त्यस्तो। अब त्यसै गरी कत्रो भन्दाखेरि कत्रो घर, ठुलो घर। कत्रो दरबार, विशाल दरबार, वा कत्रो कार, सानो कार, ठुलो कार, यो पनि के भयो, विशेषण। अब अर्को क्वेशन, कति
कति रुपैयाँ 100 रुपैयाँ हो 1 2 3 4 5 100 1000 यो सबै संख्याहरू के हो सर्वनाम हो यो पनि बुझ्नु पर्यो त्यस्तै गरी कुन छोरो जेठो छोरो कुन भाइ कान्छो भाइ हो यस तरिका जेठो साइलो माइलो साइलो कान्छो राइलो जेसुकै यो सबै के हो विशेषण बुझ्नु पर्यो अर्को भनेको कसको भनेर सोध्दा उत्तर आयो भने के हुन्छ विशेषण हुन्छ भनेको कसको भाइ मेरो भाइ गणेश दाइ कसको तपाईको हैन भनेपछि कसको भाइ भन्दाखेरि मेरो पनि के हुने भयो विशेषण हुने भयो किनभनेपछि भाइ के हो नाम हो नामको ट्याक्कै अगाडि आयो भने के हुन्छ विशेषण हुन्छ मैले अघि नै भन्छ अरे दाइ गणेश दाइ यो मेरो भनेको त सर्वनाम हुन पर्ने होइन भनेर लागिरहेको होला हैन हो अब फेरि यहाँनिर बुझ्नुस् म हामी त तिमी भनेको सर्वनाम हो त्योमा चाहिँ कोकाकी रोरारी नोनानी के रे कोकाकी रोरारी नोनानी फेरि वान्स मोर के रे कोकाकी रोरारी नोनानी भनेर के भयो त लाग्यो भने के हुन्छ त्यो विशेषण हुन्छ भनेको म भनेको सर्वनाम हो ममा रो लाग्यो भने मेरो भयो भनेपछि त्यो भयो के भयो विशेषण आफू भनेको सर्वनाम हो आफूमा नो लाग्यो आफ्नो भयो त्यो भनेको के हो विशेषण हो भन्नुभयो जस्तो अब यहाँ क्वेसन हेर्नुस् तपाईलाई प्रश्न क्वेसन हेर्नुस् आफ्ना बुवालाई घरमा एक्लै छोडेर उनी कता हिँडेछन् हेर्नुस् त एउटा तरिका भनेको नामको बुबा भनेको नाम हो ट्याक्कै तपाईले देखिरहनु भएको छ किन बुबा भनेको नाम हो हैन ल मैले यसलाई एकछिनको लागि जुम गरे ल अब देखियो हेर्नुस् त बुबा भनेको नाम हो नामको अगाडि ट्याक्कै त्यो शब्द छ भने त्यसलाई के भन्ने भनेको छु मैले विशेषण भन्ने भनेको छु यसरी पनि लोजिक लाग्न सक्नुभयो अथवा आफ्नो भनेको सर्वनाम आफ्नोमा ना जोडेर आफ्ना भनेको छ त्यसैले के भयो यो क्रिया विशेषण भयो बुझ्नुभयो यदि सर्वनामको म हामी तिमी तपाई हो यस्तोहरुमा कोकाकी रोरारी नोनानी लाग्यो भने के हुन्छ विशेषण हुन्छ बुझ्नुभयो विशेषण इजी छ ट्याक्कै नामको अगाडि आउँछ एउटा ट्रिक अर्को यति प्रश्न सोध्दाखेरि उत्तर आउनु पर्यो र अर्को भनेको सर्वनाम म हामी त तिमीमा कोकाकी रोरारी नोनानी लागेपछि त्यो के हुन्छ विशेषण हुन्छ भनेर बुझिहाल्नु पर्यो ठीक छ यति गरेपछि विशेषण सकिहाल्यो हो कि होइन अब क्रियापद भनेको सबैभन्दा इजी मैले पढाउनु पर्छ त क्रियापद भनेको वाक्यको अन्त्यमा भएको क्रियापद जस्तै यो पूर्णविरामको ट्याक्कै अगाडि छ भने के हुन्छ क्रियापद हुन्छ बुझ्नुभयो पूर्णविरामको ट्याक्कै अगाडि छ भने क्रियापद हुन्छ कहिलेकाहीँ अब क्वेसन सोधिदिन सक्छ म भात खान्छु र घर जान्छु भनेर खान्छुमा लगाइदियो अब गणेश दाइले त क्रियापदको ट्याक्कै पूर्णविराम यस्तो पूर्णविरामको ट्याक्कै अगाडि भएपछि मात्र क्रियापद लेख्ने भन्नु होला फेरि खान्छु भने के हुन्छ क्रियापद नै हुन्छ भनेको वाक्यलाई टुङ्गाउने के एउटा वाक्यको कुनै पनि वाक्यको लास्टमा जे छ त्यो सबै के हुन्छ क्रियापद हुन्छ यसमा धेरै ढिला नगरौँ है त यो पनि बिगार्नु भन्दा तपाईँ गधा हो लन्ठु नै हो अलि फेरि गधा भनेपछि सब्स्क्राइब गर्नु सरी तपाईँ एकदम ट्यालेन्टेड एकदम मल्टी ट्यालेन्टेड हो सरी सब्स्क्राइब गर्नुस् लाइक गर्नुस् हैन कस्तो मान्छे होला म गरिहाल्छु नि राम्रो लाग्यो भने भन्नु होला ठीक छ गर्नु होला अब अर्को भनेको नामयोगी भनेको नाम वा सर्वनामसँग के हुन्छ टाँसिएर आउँछ तपाईलाई उसले भाउ नदिए पनि तपाई टाँसिन जानुहुन्छ नि हो त्यसरी के हुन्छ यो नाम वा सर्वनामसँग टाँसिएर आउँछ अब सर्वनाम के हो नाम के हो अगाडि पढिसक्यो भनेको नामयोगी भनेको जहिले पनि टाँसिएर आउँछ के कुनै न कुनै शब्दसँग के गरेर आउँछ जोडिएर आउँछ है जस्तै हेर्नुस् यो एकले आउँदैन जहिले पनि अर्कोसँग टाँसिएर आउँछ बुझ्नुभयो उदाहरण घरमाथि यो घर भनेको नाम होइन नामको मा जोडेको छैन माथि भनेको के हो नामयोगी भाइसित भन्यो भाइ नाम होइन सित के भयो नामयोगी नाम भनेको नाम नै भइहाल्यो अनुसार भएन हो त्यसैले के भयो नामयोगी भयो यदि शब्द छुट्टिएको छ भने त्यो क्रिया विशेषण हुन सक्छ यसमा पनि अलिकति बुझ्न पर्ने हुन्छ के बुझ्न पर्ने हुन्छ यदि त्यो शब्द छुट्टिएको छ भने चाहिँ क्रिया विशेषण हुन सक्छ जस्तै हेर्नुस् त एउटै शब्द प्रयोग गरे अनुसार नाम र क्रियायोगी अथवा क्रिया विशेषण फरक हुन्छ जस्तै भित्र अँध्यारो छ सय कोठा भित्र अँध्यारो छ यो भित्र दुईटै ठाउँमा सेम छैन ह्रस्व दीर्घ यता हरेक कुरा सेम छैन तर हेर्नुस् त यता यो भित्र भनेको के भयो क्रिया विशेषण भयो किनभने मैले भनिरहेको छु नामयोगी चाहिँ जहिले पनि जोडिएर आउँछ हो कि होइन यो यता फर्स्ट सेन्टेन्समा हेर्नुस् त यो भित्र कोहीसँग जोडिएको छ हो जोडिएको छैन भने के भयो यो क्रियायोगी भयो अलि क्रिया विशेषण पनि आउँछ कुरा यता कोठा भित्र अब यहाँ हेर्नुस् त यो कोठा भित्रमा जोडिएको छ कि छैन कोठा भित्रमा कोठासँग कोठा भनेको नामसँग जोडिएको छ किन हो भनेपछि के भयो यो विशेषण हो अब नामसँग मात्र जोडिन्छ भने सर्वनामसँग पनि जोडिन्छ उसित हैन अब जस्तो उसित उसँग हैन उसलाई लाई भन्दियो भने के हुन्छ नामयोगी प्राय जसो यो विभक्ति शब्दहरू के हुन्छ नामयोगी नै हुन्छ के बुझ्नुभयो ठीक छ भयो अर्को बढौं
अब त्यस्तै गरी क्रिया विशेषण हो। अब धेरै जसो स्टुडेन्ट झुक्किने भनेको यही नै हो के, क्रिया विशेषणमै हो झुक्किने भने, क्रिया विशेषण र विशेषण। विशेषणका अगाडिका 3वटा मात्र रुल छन्। एउटा भनेको नामको ट्याक्कै अगाडि आएपछि विशेषण, अर्को भनेको कस्तो कति हो ती 5वटा क्वेसन सोधेर उत्तर आयो भने विशेषण, अर्को भनेको सर्वनाममा को काकी रोरारी नो नानी लाग्यो भने विशेषण हो कि होइन, यति हो। अब अर्को भनेको के छ, क्रिया विशेषण छ। अब क्रिया विशेषण भनेको क्रियाको विशेषता बुझाउने, विशेषणले चाहिँ नाम वा सर्वनामको विशेषता बुझाउँथ्यो अथवा गुण दोष बुझाउँथ्यो, यसले चाहिँ के बुझाउँछ, क्रियाको विशेषता बुझाउँछ। अब यताउता बुझ्न मन छैन भने सिधै क्वेसन चाहिँ के अरे, कहिले, कहाँ, कसरी, किन। मैले अघि नाम पढाउँदाखेरि भनेको थिएँ नि, कहाँ चाहिँ कसलाई सोध्ने हो, क्रिया विशेषणले सोध्ने हो, तर नाममा चाहिँ ठाउँको नामको लागि मात्र मिल्छ भनेर भनिसकेको छु। भनेको यति 4वटा क्वेसन चाहिँ कन्ठ गर्न, के अरे, कहिले, कहाँ, अनि कसरी र किन, बुझ्नुभयो, यति 4वटा। के अरे फेरि कहिले, कहाँ, कसरी र किन भनेर प्रश्न सोद्धाखेरि उत्तर आयो भने के हुन्छ, नाम हुन्छ। जस्तै कसरी हिँड्यो, बिस्तारै हिँड्यो, कहिले, हिजो, आज, भोलि, पर्सि, अनि कहाँ, मैले भित्र राखेको छु। अघि भर्खर हामीले यता यो इक्जाम्पल हेरेको होइन त, कोठाभित्र भन्दाखेरि यो भित्र के भयो त, जोडिएर आएको छ भने चाहिँ नामयोगी भयो, जोडिएर आएको छैन भने क्रियायोगी अथवा क्रिया विशेषण भयो, हो कि होइन। भनेपछि यति 4वटा क्वेसन सोधेपछि मजाले जानिन्छ। अनि अर्को टिप्स चाहिँ के छ भनेपछि तपाईँलाई सबै अनुकरणात्मक शब्दहरू के हुन्, विशेषणहरू हुन्। अनुकरणात्मकमा जुरुक्क उठ्ने, मुसुक्क हाँस्ने, धुरु धुरु रोए, होइन, हो यस्ता यस्ता शब्दहरू के हुन्, विशेषण, क्रिया विशेषणहरू हुन् सबै, जुनसुकै पनि। एउटा ट्रिक भयो। अनि अर्को बुझ्नुपर्ने के छ भनेपछि यदि तँ कुनै पनि शब्दबाट क्रिया विशेषण हटाइदियो भने तपाईँको अर्थ आउँछ तर डिटेल हराउँछ के। म बिस्तारै हिँड्छु भने अब मैले बिस्तारै भनेको क्रिया विशेषण हो, बिस्तारैले के गरिदिएँ, हटाइदिएँ। अब के हुन्छ, म हिँड्छु हुन्छ, त्यो वाक्य त पुरा भएको छ, अर्थ आएको छ नि, तपाईँ हिँड्नुहुन्छ भन्ने थाहा छ, तर बिस्तारैले त डिटेलमा भनेको छ नि कसरी हिँड्नुहुन्छ, होइन हो। त्यसैले के भयो, बिस्तारै हराएपछि भनेपछि क्रिया विशेषणलाई हटाइदिए पनि अर्थ चाहिँ हुन्छ तर डिटेल हराउँछ, बुझ्नुभयो। अर्को ट्रिक भनेको एउटा धातुमा इ ए र, होइन, के अरे इ ए र, हेर्नुहोस् है, बुझ्नुहोस् के इ ए र, न, तै, दै, ता, दा, नाले, इन्जेल, उन्जेल, होइन, प्रायः जस्तो यस्तो शब्द जोडिएर आयो भने के हुन्छ, क्रिया विशेषण हुन्छ। जस्तै हेर्नुहोस्, म तपाईँलाई एउटा इक्जाम्पल देखाइहाल्छु नि। हेर्नुहोस् यहाँ क्वेसन, यहाँ तल यसमा हेर्नुहोस् त, छाडेर छ, हो कि होइन, छाडेर छ भनेपछि यो के लेख्नुहुन्छ त, छाडेर भनेपछि, छाडेर भनेपछि के भयो, क्रिया विशेषण भयो के। छाडेर पनि ए र जोडेर आएपछि के हुन्छ भनेको छु मैले, छाड प्लस ए र जोडेर आएपछि के हुन्छ भनेको छु, क्रिया विशेषण हुन्छ भनेको छु। भनेको तपाईँले यस्ता यस्ता शब्दहरू प्रायः जसो क्रिया विशेषण हुन्छ भने, तै, दही, यस्ता खाँदैछु भन्यो भने खाँदै के भयो त, क्रिया विशेषण भयो। किनभने चाहिँ म भात खाँदैछु भनेपछि त्यो क्रियाको विशेषता जनायो के हो, भनेपछि खाँदै के भयो, क्रिया विशेषण भयो। त्यसैले नझुक्किने, इ ए र तै दही यो सबै जोडिएपछि, जस्तै तपाईँले 1-2वटा शब्दहरू कन्ठ गर्नु पनि बुझिहाल्नुहुन्छ, भएकाले, गरेकाले, खाएर, गएर, होइन, खाँदै, जाँदै, हो यस्ता यस्ता सबै शब्दहरू के हुन्छ, क्रिया विशेषणहरू हुन्छ। जस्तै यहाँ हेर्नुहोस्, अब यहाँ इ भनेको खा प्लस इ, खाइ भनेको के हो, क्रिया विशेषण। जस्तै ऊ भात खाइ विद्यालय गयो, अब यो खाइ के रहेछ त, क्रिया विशेषण। त्यस्तै गरी ए र हाँसेर भयो, हाँसेर, बसेर, होइन, गरेर, यो सबै के भयो, क्रिया विशेषण। त्यसै गरी पढ न भनेको पढ प्लस न, पढ्न भन्यो भने के हो, म किताब पढ्न के भयो, पुस्तकालय गएँ भनेपछि यो पढ्न पनि के भयो, क्रिया विशेषण। अब यहाँबाट के बुझ्नु भनेपछि सबै असमापिका क्रियाहरू के हुन्, क्रिया विशेषण हुन्, बुझ्नुभयो। यसरी सबै पढ्नुलाई धेरै डिटेलमा पढ्नु पर्ने, यो आयो भने 0.5 नम्बर पाउने के पढ्नु, होइन। अब 0.5 को लागि पनि यहाँ आइरहनु भएको छ भने चाहिँ खतरनाक मान्छे हो। अब संयोजक भनेको मैले पढाइरहनु पर्यो त, संयोजक भनेको वाक्यलाई जोड्ने, म भात खान्छु र के गर्छु त, म भात खान्छु र स्कुल जान्छु, र, अनि, वा, तर, किन। त्यसैले संयोजक त तपाईँले जोड्न सकिहाल्नुहुन्छ, होइन। म उनीलाई प्रपोज गर्छु र रिजेक्ट भएर रुँदै घर आउँछु, र के भयो, संयोजक भयो। कति राम्रो छ है, याद आइरह होला, छोडिदिनुहोस् त्यस्ता अहिले लभ सबको चक्करमा नलाग्नुहोस्। अब विस्मयादि बोधक त भन्नै पर्दैन। विस्मयादि बोधक चिन्ने भनेको यदि यस्तो चिन्ह, कस्तो चिन्ह, यो शब्दको पछाडि अनिवार्य रूपमा एक्सक्लामेसन अथवा यो चिन्ह के, यो चिन्ह आयो भने के हुन्छ, विस्मयादि बोधक हुन्छ, काम खतम। निपात भनेको छाडा शब्द भन्छन्, निपात बोल्यो भनेर कस्ता कस्ता त्यो अहिले छोडिदिनुहोस् त्यो। अब निपात भनेको आफ्नो चाहिँ खासै अर्थ हुँदैन तर वाक्यमा प्रयोग गर्दा वाक्यलाई मिठो बनाउँछन् के,
मिठो। जस्तै त न रले म त घर जान्छु क्यारे भनेको तपाईले यसबाट तपाईले वाक्यबाट यसलाई हटाइदिँदा पनि यसको वाक्यको मुख्य केही पनि बिग्रिदैन। म घर जान्छु क्यारे भन्नुभयो भने के हो त्यसको अर्थ? तपाई घर जाँदै हुनुहुन्छ, मैले बुझिहालेँ। अब तपाईले क्यारे युज नगरेर म घर जान्छु भन्नुभयो भने तपाई घर जाँदै हुनुहुन्छ त, मैले बुझिहालेँ त। हो त्यसैले के हुन्छ, यो वाक्यबाट हटाइदिँदा पनि के हुन्छ, वाक्यको अर्थै केही पनि हराउन केही चेन्जै हुँदैन। जस्ट निपात युज नगरी के हुन्छ, मतलब अलिकति मिठास थपिदिन्छ वाक्यमा, हो कि होइन? के थपिदिन्छ अरे? मिठास थपिदिन्छ। जस्तै हेर्नुहोस् त, देशको विकासमा सधैँ गम्भीर हुनुपर्छ है भनेर भनिदिएपछि यो है के भयो? निपात भयो। प्रायः जसो निपात भनेको एक अक्षरकै हुन्छ क्या। तपाईँले सोध्यो भने जस्तै अब क्यारे ब्यारे हो यस्ता यस्ताहरू त भइहाल्यो। प्रायः जसो के हुन्छ, एउटै अक्षरको हुन्छ। बुझ्नुभयो? जस्तो अब हेर्नुहोस्, यहाँ वाह के हो? वाहको पछाडि यस्तो साइन छ भनेपछि यो विस्मयादी बोधक हो। तर भनेपछि यो तरले सीता पढिरहेकी छ, एउटा सेन्टेन्स। म अझै खेल्दैछु, अर्को सेन्टेन्स। भनेपछि यो तर के भयो? संयोजक भयो। अब यो नि चाहिँ के हो त? नि चाहिँ निपात हो। के हो रे? नि निपात हो। किनभने वाह सीता पढिरहेकी छ तर म अझै खेल्दैछु मात्र भन्नुमा केही फरक पर्यो? परेन। म अझै खेल्दैछु नि, एउटै कुरो हो। यति गरेपछि के हुन्छ, निपात सकिन्छ। अब गरिब चाहिँ के हो त? गरिब के हुन्छ होला? हामीले अलिकति सोच्नुहोस् त, गरिब के हुन्छ होला? गरिब के हुन्छ? नाम हुन्छ। किन भनेपछि अघि नै हामीले नाममा पढेका थियौँ कि नै, विभक्ति शब्द ले लाइबाट हो यस्ता यस्ता विभक्ति शब्दसँग जोडिएर आयो भने के हुन्छ, त्यो सबै नाम हुन्छ। गरिबलाई भनेपछि के भयो? नाम। के भयो? नाम। ठिक छ? अब भइहाल्यो। नाम हो त? नाम हो र? के लाग्छ तपाईँलाई? हो, यहाँनिर झुक्नु भएन। हो के यो गरिब भनेको क्वेसन सोध्नु न, कसलाई भनेर क्वेसन सोध्नु भने गरिबलाई भनेपछि के भयो? नाम भयो त, विशेषण भयो। हो त्यसैले बुझ्नु पर्यो, ध्यान दिनु पर्यो। के अरे? गरिब के भयो? विशेषण भयो। फेरि गरिबी भन्नुभयो भने के हुन्छ? नाम हुन्छ। नेपाली भन्नुभयो भने के हुन्छ? नेपाल भन्नुभयो नाम, नेपाली भन्यो भने विशेषण हुन्छ क्या। फेरि किनभने विशेषता जनाएको छ। अहिले अब हामी एक्सर्साइज गरौँ, भइहाल्छ है त। एउटा एक्सर्साइज गरौँ, लास्ट त्यसपछि बुझिहाल्नुहुन्छ। बिहान नास्ता गरेर म के हुन्छ त? म भनेको सर्वनाम, निस्कन्थे क्रियापद होइन? त्यस्तै गरेर म कार्यालयबाट, कार्यालय के हो त? नाम हो। नामसँग जोडिएर आउने सबै शब्दलाई के भन्छ त? नामयोगी। भनेपछि बाट के हो? नामयोगी। फर्कदा के हो? भइहाल्यो। फर्कदा के छ? शरद र शिशिर भनेपछि र के भयो? संयोजक भयो। अर्को छोटा भनेपछि क्वेसन सोध्नुहोस्, कस्ता दिनहरू? छोटा दिनहरू। कस्ता क्वेसन सोधेपछि के भनेको छ? के भन्छ? विशेषण हो कि होइन? हो, यस्ता क्वेसनहरू जान्नु पर्यो है त। अब त्यसै गरी हेर्नुहोस्, जो मानिस भनेको, अब यो जो चाहिँ के हुन्छ होला? हेर्नुहोस् त, जो के हुन्छ? हो, अब ट्याक्कै सर्वनाम लेख्दिनँ होइन, अघि भर्खर सर्वनाम र विशेषणको छुटाउन सिकाएको होइन। जो भनेपछि यो मानिस के हो? मानिस नाम होइन। नामको ट्याक्कै अगाडि आयो भने के हुन्छ भनेको छु मैले? विशेषण हुन्छ भनेको छु। हो त्यसैले यहाँनिर ध्यान दिने है, नबिगार्ने। जो भनेको के हो? विशेषण। मानिस भनेको के हो? नाम, जातिवाचक नाम हो नि त। त्यस्तै गरेर हेर्नुहोस् त, यहाँ हामी छ। हो, यो हामी चाहिँ के हो? सर्वनाम हो। ठिक छ, केही गरेर तपाईँले यता जोलाई तपाईँले सर्वनाम लेखिहाल्नु भयो भने यता पछाडि हामी देख्नुभयो। दुईटा कहिले पनि सोध्दैन एक्जाममा। तपाईँको प्रिबोर्डमा अथवा सेकेन्ड टर्म फर्स्ट टर्म सोध्यो, यसमा म केही पनि ग्यारेन्टी लिँदैन। फाइनलमा कहिले पनि सोध्दैन। हो त्यसैले अब हामी त सर्वनाम फिक्स हो नि त, तपाईँ त फिक्स हुनुहुन्छ। हो त्यसैले यो सर्वनाम छ भनेपछि यो पक्का विशेषण भने केयर नै लेखिदिने। अब निरन्तर भनेर, निरन्तर कसरी असल बन्ने त? निरन्तर। हो, यो के भयो? क्रिया विशेषण। बनाउँ के भयो? क्रियापद भयो। ठिक छ? अब 5 वटा रहेछ, एउटा चाहिँ कुन अन्डरलाइन 6 वटा सोध्छ क्या तपाईँले एक्जाम। हेर्नुहोस् त, जस्तै एउटा, दुईटा, तीनटा, 4 वटा, 5 वटा र 6 वटा। यसको चुज गर्नुहोस् त। यो भनेको के हो? अब फेरि सर्वनाम लेखिदिनु होला। देश भनेको नाम होइन, नामको ट्याक्कै अगाडि जो भएपछि के हुन्छ? विशेषण। भनेपछि यो भनेको के हो? विशेषण हो। अब मेरा लागि प्राण भनेको के हो? नाम हो। नामसँग जोडिएर आयो भने चाहिँ के हुन्छ? नामयोगी। बुझ्नुभयो? भइहाल्यो। भएकाले, हो यो भएकाले के हुन्छ? मैले क्रिया विशेषण पढाएँ, भएकाले, खाएकाले, खाँदै जाँदै, यस्ता यस्ता शब्दहरू सबै के हुन्छ? क्रिया विशेषण। त्यस्तै गरी काम भनेको के हो? नाम हो। म भनेको के हो? सर्वनाम। दिन्छु भनेको के हो? क्रियापद हो। यति गरेपछि के हुन्छ? तपाईँ मजाले ढुक्कले पदवर्ग छुटाउन सक्नुहुन्छ। अब अर्को भिडियोमा चाहिँ तपाईँलाई के चाहिँ चाहियो, व्याकरणको के चाहियो कमेन्ट गर्नुहोस्। यहाँ सबै नोटहरू रेडी छ। समस्त शब्द सिकौँ कि, द्वित्व कि, विग्रह कि, होइन यसरी
काल पच्चे सिकाम कि हैन जेनजी ट्रिगर यसरी म तपाईलाई सजिलो होस् भने जेनजी ट्रिक पास्ट इयर क्वेशन हो यस्ता यस्ता सबै लेखिदिएको छु जेनजी प्र्याक्टिस ह्याकहरू हैन जस्तै योहरू लेखेको छु हैन तपाईले यो हेर्नको लागि चाहिँ एनके फर्स्ट एजुकेसनमा गएर फुल्ली हेर्नु ट्रिक पास्ट इयर क्वेशन हो यस्ता यस्ता सबै लेखिदिएको छु पनि सक्नुहुन्छ अब तपाईलाई के चाहियो कमेन्ट गर्नु होला है आजलाई भिडियो यति नै गरौँ हस् थ्यांक यू फर वाचिङ ल बाइ 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 च्यानललाई सब्स्क्राइब गर्नुस् बाइ